हेलो एभ्रिवान, वेलकम टु माई न्यू अनदर मिनी ब्लग। र अहिले चाहिँ बिहानको 5:15 भइसकेको छ र मैले चाहिँ अहिले उठेर मुखसुख धुइसकेको छु। अनि अब चाहिँ म रेडी भएर कलेज निस्किन्छु। अहिले चाहिँ म रेडी भइसकेँ र अब चाहिँ म निस्किन्छु। अनि बाहिर आएको त यस्तो चिसो भएर छ। अनि माथि गएर बस वेट गरेर बस चढेर गएँ। अनि साथी पनि ठ्याक्क आइरहेको रहेछ। त्यो पुग्दाखेरि त बिहान भइसक्यो, त्यो घाम पनि लाग्न थालिसकेको थियो। तर एकदम चिसो भएर त्यो बाहिर चाहिँ। अनि हामी दुईजना त अनि फटाफट गयौँ। हुन त आज अलिक छिटो नै थियो, त्यति ढिला त थिएन। आज अलिक छिटै निस्केको थिएँ म पनि। अनि ठ्याक्क क्लासमा गइरहेको त साथी वासरुम जान्छ। तलबाट चाहिँ साथी आइरहेको थियो। अनि फाइनली हामीले चाहिँ अहिले चाहिँ एउटा क्लास अटेन्ड गरिसक्यौँ। र अब चाहिँ हामी चाहिँ ल्याबमा जान लाग्यो। अब नेक्स्ट क्लास चाहिँ ल्याबमा थियो। सबजना गइसक्यो, हाम्रै ग्रुप बाँकी थियो। अनि हामी पनि गयो र अहिले चाहिँ ल्याबको क्लास पनि सकिसक्यो र हामी पनि निस्किन लाग्यो। अब फाइनली हामी चाहिँ कलेजबाट भएर आइसक्यो र अरू साथीहरू चाहिँ बिस्तारै पछाडि आउँदै थियो। हामी दुईजना चाहिँ अगाडि भट्टाभट गइरहेको थिएँ। अनि मेरो चाहिँ आज बौद्ध जाने काम थियो र मैले चाहिँ एकजना साथी पनि लगेर गएको थिएँ। अनि अरू साथीहरू चाहिँ सबजना आफ्नै आफ्नै घरमा गए र हामी चाहिँ ठ्याक्क बौद्धमा पुग्यौँ। र बौद्धमा त्यस्तो दामी भ्यू आइरहेको थियो। अनि अगाडि गयौँ र अनि अहिले चाहिँ साथी र म चाहिँ गफ गर्दै गर्दै त्यतैतिर फाइनली साथीहरू हामी दुईजना चाहिँ काम चाहिँ सकायौँ र अहिले चाहिँ 12:30 भइसकेको थियो र यस्तो भोक लागिरहेको थियो। अनि खाजा खान गइरहेको थियो। अनि कता जाने भनेर त्यतातिर हेर्दै गइरहेको थियो। र फाइनली हामी चाहिँ खाजा खाने ठाउँमा पुग्यो र अनि दुवैजना यस्तो मस्त गफ गर्दै बसिरहेको थियो। अनि भोक लागेर यति गफ गर्दै बसिरहेको थियो। अनि फाइनली हामीले चाहिँ लाइफमा अर्डर गरेको थियौँ र आइपुगेको छ। यस्तो टेस्टी थियो नि, तर त्यहाँको खानेकुरा नि। अनि हामी दुईजना चाहिँ मिलेर फटाफट खानलाई किनकि यस्तो भोक लागिरहेको थियो। अनि घर पुग्नलाई पनि त टाइम लाग्थ्यो। घर पुगेर खाना त कहिले खानु। अनि हामीले चाहिँ किमा नुडल्स पनि अर्डर गरेको थियौँ र फाइनली आइपुगेछ। अनि त्यहाँको किमा नुडल्स पनि कस्तो टेस्टी थियो। अनि खायौँ र अनि घर फर्क्यौँ।